ल गाइजहरू वेलकम छ होइन। मेरो नाम चाहिँ जनक खत्री, तपाईँलाई थाहा छँदैछ, तपाईँहरूले मलाई चिनि नै हाल्नुहुन्छ। मैले चाहिँ भर्खरदेखि नयाँ युट्युब च्यानल खोलेको छु। त्यसमा चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुलिदिनु होला होइन। म चाहिँ अहिले यो कुन ठाउँ हो भनेर धेरैजनाले कमेन्ट पनि गर्न सक्नुहुन्छ नि त होइन। त्यही कारणले अहिले म चाहिँ चैनपुर 4 प्याङकोट भन्ने ठाउँबाट चाहिँ अहिले मैदानतिर जाँदैछु। यो पारिपट्टि देख्न सक्नुहुन्छ तपाईँले। यो पारिपट्टिको गाउँ भनेको यो 5 खपरमा पर्ने हो। 5 खपर 9 नम्बर वडामा पर्ने गाउँ हो। अनि म चाहिँ अहिले प्याङकोटबाट एक्लै हिँड्दै जाँदैछु। 5 खपन 9को सिमाना र चैनपुर 4को सिमानामा चाहिँ हिजो भीषण ठुलो पानी परेछ। बाटो एकदम अप्ठ्यारो छ, जुत्ताको हालत पनि देख्न सक्नुहुन्छ होइन। अनि त्यस पछाडि अहिले हामी बाटोमा हिँड्दै होइन। अब यहाँबाट भनेको अब म बाइक भएको ठाउँमा पुग्नलाई लगभग 1 घन्टा समथिङ 1 घन्टा जति लाग्छ होइन। 1 घन्टा पछाडि चाहिँ अनि त्यस पछाडि हामी बाइकबाट चैनपुर पुग्नलाई 1 घन्टा जति लाग्छ भनेपछि अहिले 12 बज्यो। हामी 2 बजे चाहिँ चैनपुरमा पुग्छौँ। अनि पुगेर चाहिँ अब के खाने भन्ने कुरा हुन्छ नि त। अब भोक लागेको हुन्छ होइन, यत्रो बाटो हिँडेको हुन्छ। अनि के खाने भन्दाखेरि चाहिँ हामीले अब खाना खानु त अब बेलुका बेलैमै खाना खाने हो। अब चाउमिन बनाएर चट्टसँगले अब काउली साउली हाल्ने हो, खाने हो होइन। अनि त्यस पछाडि एकछिन आराम गर्ने हो, अनि कारोबारहरू गर्ने हो। अनि ट्याक्क 5 बज्छ हाजिर गर्ने हो, खानासाना पकाउने हो, खाने हो, ट्याक्क बस्ने हो होइन। अहिले हामी 2 जना मात्रै छौँ। एकजना सर चाहिँ हाम्रो बिदामा बस्नुभएको छ। अनि त्यस्तै छ गाइजहरू होइन। अब तपाईँको घर चाहिँ कहाँ हो, कुन ठाउँ हो घर चाहिँ भनेर तपाईँहरू धेरैजनाले प्रश्न गर्नुभएछ। त्यसको लागि तपाईँहरूलाई धेरै धन्यवाद होइन। मेरो घर चाहिँ चैनपुर नगरपालिका वडा नम्बर 9 त्रिशुले भन्ने ठाउँमा पर्छ। म चाहिँ अहिले चैनपुरमै बस्छु भनौँ न। अब यसो बस्यो खायो होइन, त्यस्तै छ। अब धेरैजना साथीहरूले चाहिँ के पनि भन्दै हुनुहुन्छ भने तपाईँ अब यत्रो ठुलो मान्छे भएर चाहिँ अब यतिको मान्छे भएर चाहिँ हिँड्न ओर्न यताउता एक्लै हिँड्न सक्नुहुन्छ, तपाईँ किन विदेश नगइकन नेपालमै बसेर नेपालमा किन बस्नुभएको, विदेश जानु यो उमेरो भनेर कमाउने उमेरो भन्नुहुन्छ होइन। अब विदेश भन्ने पनि अब भने जस्तो हुँदैन नि त अहिलेको देशको होइन। कहिले खाना पाइन्छ, कहिले खाएको टुङ्गो हुँदैन। बाटो हेर्नुहोस्, बाटोको अवस्था यस्तो छ। खानाको टुङ्गो हुँदैन, बस्नको टुङ्गो हुँदैन, अर्काको देशमा मान्छे चिनिँदैन होइन। अनि अब हामीले बोले जस्तो सजिलो कहाँ हुन्छ र हजुर होइन। त्यस्तै छ गाइजहरू। अहिले चाहिँ एकदम बाटो चाहिँ एकदम अप्ठ्यारो छ होइन। अप्ठ्यारो बाटो